नमस्कार, म केदार खनाल युएसएबाट। नेपाली च्यानल युएसए मेरो च्यानलको नाम हो। केदार खनालबाट पनि चिनिन्छु। यो मेरो अति अवसरको एउटा भिजिटमा गएको बेलामा म फ्यामिलीद्वारा अमेरिकाबाट अस्ट्रेलिया जाँदाखेरिको यो अति रमणीय भ्रमण हो, जहाँ कि धेरै 5.5 घन्टा हिँड्नुपर्ने। फ्यामिलीको साथ मेरो पत्नी, 2 छोरा र म, मेरो साथमा जेठु हुनुहुन्थ्यो। उहाँले हामीहरूलाई यो गाउँको बाटो घुमाउँदै घुमाउँदै गाडीबाट लगिदिनु भएकोमा उहाँलाई अति आभार गर्दछु। हेर्दै जानुहोला, यो अति रमणीय स्थान छ। बडा सुनौलो मौसम, जाँदा जाँदा बिचबिचमा खेत, गाईबस्तु, भेडा, अति भेडा पाल्ने ठाउँ हुँदो रहेछ त्यहाँनिर। गाईबस्तु पनि प्रशस्त, बिचबिचमा मकैबारी, गहुँबारी, बडा सुन्दर ठाउँ। अस्ट्रेलियाको भूमिमा यसरी हिँड्न पाउँदाखेरि विशेष गरेर म हाम्रो जेठुलाई विनम्र मेरो तर्फबाट उहाँलाई आभार गर्न चाहन्छु। खुसीको पल, हिँड्दा हिँड्दै बडा आनन्द दृश्य हेर्दै हेर्दै जङ्गलको बाटो, विशेष गरेर धेरै खेती नै हुँदो रहेछ अस्ट्रेलियामा। म चाहिँ अमेरिकाबाट प्रस्थान भएर अस्ट्रेलिया ससुराली घुम्न जाँदाखेरिको यो लामो यात्रा हो, जहाँबाट हेर्नुहुन्छ यो अन्तिमसम्म हेरिदिनु होला यो भिडियो। र यो भिडियोको च्यानलको युट्युब च्यानलको नाम चाहिँ नेपाली च्यानल युएसए भनेर यो च्यानलको नाम छ। केदार खनालबाट नि युट्युबमा हेर्न पाइन्छ। जहाँबाट हेर्नुहुन्छ लाइक, कमेन्ट, सेयर गरिदिनु होला। यस्ता सुन्दर भिडियोहरू म फेरि पनि लिएर आउनेछु। यसरी नै देश विदेशका राम्रा रमाइला ठाउँहरू, ऐतिहासिक कुराहरू र गाउँको दुर्गमको क्षेत्र विदेशमा हुन्छ हुँदैन भन्ने हामीहरूलाई सबैलाई थाहा हुँदैन। त्यही भएर यो अस्ट्रेलियाको भूमि हो, जसमा खेतीपातीले भरिएको रमाइलो ठाउँ र जहाँ कि सिजन पनि उल्टो हुन्छ। म गर्मीको महिनामा गएको थिएँ, जाडोको ठाउँ, त्यहाँनिर जाडो थियो। बडा आनन्द। हाइवेमा हेरिदिनु होला। यो च्यानलको नाम चाहिँ विशेष गरेर युएसए नेपाली च्यानल।